के गरिरहेको छु? म त्यस्तै गेम खेलिरहेको छु। यहाँ थाहा छ मलाई पैसा कमाउनु छ, मलाई मेरो फ्यामिलीले हेल्प गर्नु छ, तर मलाई म सम्झिरहेको छैन कि म कसरी गरौँ। तिमी केही आइडिया दिन सक्छौ? मलाई एउटै आइडिया थाहा छ, यो थाहा छ कि तिमी कुनै गेममा पैसा लगाउँछौ भने डाइरेक्ट त्यसको 5 गुणा हुन्छ। सहीमा 5 गुणा भइहाल्छ? 5 गुणा भइहाल्छ। यसले छिटो पैसा कमाउन सकिन्छ। हो। तिमीले उसलाई के सिकाइरहेछौ? पैसा लगाउन। तिमीले पैसा कमाउनु छ भने पैसा किन लगाइरहेछौ? स्किल सिक न। स्किल सिकेर तिमी कहीँ पनि पैसा कमाउन सक्छौ। यस्तो तरिकाहरू अपनाउँछौ भने अहिले त धेरै पैसा कमाउन सक्छौ हैन, तर पछि गएर तिमी फेरि त्यही पोइन्टमा आइहाल्छौ, 0 पोइन्टमा। तर तिमीसँग यदि स्किल छ भने तिमी सधैँ माथि जान्छौ। हुनसक्छ अगाडि हल्का धेरै स्ट्रगल गर्नुपर्छ, तर सधैँ तिमी एट द फाइनल पोइन्ट तिमी धेरै माथि हुन्छौ। स्किल सिक्नु छ भने तिमी सबभन्दा राम्रो नेपाल डिजिटल एजुकेसनमा राकेश सरसँग भेट गर। मेरो सजेसन तिमीलाई यही हुन्छ। मैले त हेरेकै छैन रेखा सर कहाँ बस्नुहुन्छ। हेर म तिमीलाई लग्छु। ल म तिमीलाई हेरेको छु कहाँ यहाँ बोर्ड लागेको छ नेपाल डिजिटल एजुकेसनको। यही भित्र ल पुरा गराउँछु म तिमीलाई। त्यहाँ बोर्ड लागेको छ नेपाल डिजिटल एजुकेसन जाने बाटो यही छ। माथिहरू कति राम्रो प्यानल लागेको छ। रिकमेन्ड सर। सो आज चाहिँ मैले आफ्नो दुईवटा साथीले लगाएको छु होइन, यिनीहरूले स्किल सिक्नु छ। सो त्यसको बारेमा यिनीहरूले केही गाइड गरिदिनु न। हेर अब तिमीहरूले अहिले पनि स्टुडेन्टहरू के हुन्छ कि जस्ट इलिगल वे हुन्छ नि अर्निङको, त्यो सोचिरहेको हुन्छ कि बेटिङ गर्ने, पैसा अर्न गर्ने, तर त्यस्तो होइन। जस्तै प्रकाशले भन्यो होला स्किलको कुरा होइन। यस सर। जसरी कस्तो छ भने अहिले रियल वे अफ अर्निङ भनेको नि स्किल नै हो। स्किल सिक्ने अनि अर्न गर्ने, ठिक छ त नि? कस्तो छ भने स्किल सिक अनि तिमीहरूले अर्न गर। त्यसको लागि पहिलो स्टेप हो नि, हेर हामीहरू यो फ्रेमवर्क हो, यो फ्रेमवर्कमा टोटल 9वटा स्टेप छ। पहिलो स्टेप हो निस र माइक्रो निस, ठिक छ? त्यो भनेको अहिले पछि बुझाउँछु। अहिले यति गर तिमीहरू एउटा A4 साइज पेपरमा नि जे राम्रो लाग्छ नि त्यो लिस्ट डाउन गरेर आऊ, ठिक छ? ओके सर। भोलि आउने अनि म फेरि योभन्दा अगाडि बुझाउँछु।